सो अहिले पनि नेपालको पोजिसन भने 5 मै छ। CWC लिगको 2 मा चाहिँ अब हुन्छ नि नेपालले चाहिँ टप 4 भित्र फिनिस गर्नुपर्ने हुन्छ। यदि नेपालले चाहिँ डाइरेक्टली क्वालिफाई गरेर चाहिँ सिधै अब हुन्छ नि वर्ल्ड कप खेल्नु छ भने 2027 को। तर के यो सम्भव छ? अहिले हेर्दाखेरि चाहिँ ओमान र नेदरल्यान्ड अहिले बराबर एउटै पोइन्टमा छन् क्या। किनभने अहिले उनीहरूसँग चाहिँ अझै धेरैवटा म्याचहरू बाँकी छ र नेपाल भने अहिले अब हुन्छ नि 28 म्याच खेलिसकेको छ। सो अहिले अलिक गाह्रो छ। किनभने यतिका हुँदाखेरि मलाई लागेको थियो कि नेपालको पोइन्ट्स टेबलमा अलिकति चेन्ज हुन्छ भनेर, तर नेपालको पोइन्ट्स टेबलमा चाहिँ अरू टिमहरूको अब पोजिसन चाहिँ चेन्ज भयो, तर नेपाल भने अनचेन्ज रह्यो। सो अब नेपाललाई चाहिँ गाह्रो पर्न सक्छ है। किनभने सुरुमा चाहिँ युएसएले साथ दिएर अलिकति तिनीहरूलाई ब्यालेन्स गरेर अलिकति युएसएले जित हासिल गरेर अब हुन्छ नि ओमान नेदरल्यान्ड विरुद्ध जितेर चाहिँ अलिकति नेपालको पोइन्ट्समा चाहिँ अलिकति सेफ देखिएको थियो भने अहिले त्यो चाहिँ एकदमै डेन्जरमा छ। सो नेपालले चाहिँ यदि जित्नु छ भने अब कन्टिन्यू म्याचहरू चाहिँ अब नेपालसँग चाहिँ 8वटा म्याचहरू छन्। सो 8बाट चाहिँ 16वटा पोइन्ट चाहिँ गेन गर्नै पर्छ। यदि नेपालले चाहिँ 16वटा पोइन्ट गेन गर्यो भने नेपाल अहिले 24 पोइन्ट्स लिएर बसेको छ 5th पोजिसनमा। यदि नेपालले चाहिँ 8वटै म्याच जित्यो भने बल्ल 40 पोइन्ट हुन्छ। सो 16 पोइन्ट 24 प्लस 16 गऱ्यो भने तपाईँको यो 40 पोइन्ट हुन्छ। यदि 40 पोइन्ट ल्यायो भने चाहिँ नेपालले चाहिँ अब नेपालसँग चाहिँ हार्नको लागि चाहिँ के अब जित्नको लागि चाहिँ अब के भन्छ त्यो अब चाहिँ नेपालसँग चाहिँ हार्नको लागि केही पनि छैन है। सो नेपालले चाहिँ एनी हाउ जित्यो भन्ने अवस्थामा आइसकेको छ। सो तपाईँहरूलाई के लागेको छ कि नेपालले आफ्नो यो मुकाबलाहरू चाहिँ के टप 4 भित्र फिनिस गर्न सक्छ? सो यदि गऱ्यो भने चाहिँ हामी 2027 मा हुने जुन चाहिँ साउथ अफ्रिकामा वर्ल्ड कप हुनेवाला छ त्यसमा हामी समावेश हुनेवाला छौँ। यदि भएन भने चाहिँ एउटा क्वालिफायर खेलेर चाहिँ हामीले जानुपर्ने हुन्छ। सो अहिले नेपाल सबै एसोसिएट नेसनको सबैभन्दा स्ट्रङ टिम भए पनि तर 2023 र 24-25 मा खराब प्रदर्शनको कारणले गर्दा अहिले यो अवस्था भोगिरहेको छ। सो तपाईँहरूलाई के लाग्यो? अझै नेपालले चाहिँ के इम्प्रुभ गर्नुपर्ने जरुरी देखिएको छ? सो सजेस्ट गर्नुहोला।